बहिनी दाजुभाइ तथा यहाँ उपस्थित सम्पूर्णहरूमा नमस्कार हृदयदेखि। अब हुन गइरहेको हाम्रो सडक नाटक कार्यक्रममा यहाँहरूले शब्द र भव्य तरिकाले साथ दिनुहुन्छ भने चाहिँ पूर्ण आशाका साथ हृदयदेखि धन्यवाद व्यक्त गर्दछु। काम पनि कहिले नसकिने भने यो घाम भने घरको झाडु पोछा भने सरसफाइ भने केदार मेदा भने दिक्क भइसक्यो। आज एक भारी घाँस लिएर आउनु पर्यो के भने जङ्गल जान त जाने एक्लै कसै जान। आज त पल्लो घर सुन्तला नै राम्रो। ए सुन्तले अझै यो बेला को आयो अझ धो धोका काम त सकेको थियो के भन्ने को आयो भने जङ्गल जान त जाने हो झट्टाउने भयो त 9 वैशाख कहाँ जङ्गल जाने होला कस्तो हिँडेको ठेको जङ्गल जाने होला कि कति साथी म हेरिहाल्ने आउनेको त छिटो खाली मलाई त डर लाग्दो लाग्छ दुई जना के जानु हो र पर पल्ला घर धुल्ला पनि बोलाएर भाइ आज भन्छ त पुटपुडा हने फुटाछ भने के त्यो धो पुटपुडा सेतु त बाटोमा ए धौली हजुर कानलाई नाइ सुन्ने भने के भन्ने हो कान बुढी मान्छे के सुन्ने हो जङ्गल जानु भने कहाँका जङ्गल भन्ला जी बेला बेला कार्यक्रम दिइराख जङ्गल दिन जाने जङ्गल जाने तेरो दिनले पहाएर हेरन्दे हामी त किनार बसेर मान्छे के गर्दिएको जङ्गल लगायो नै भुइसा त मेरो भोकाए छ नि अब चर्ना ल्याएर छ त पुगेको हुने पानीले गर्दाखेरि टाढा टाढा नाइ जाउँला किनार मुड जाउँला जान भने चाहिँ पर पुटपुडालाई आछन् भने पुटपुडा अरे नु पुटपुडा भइरहेको छ मध्य अलि त दिलो गर्ने अपन साइड में गस्ती हे कति साथी कोइन आज झट्ट दौडी भने फेरि आउने गइहाल्नु भने अरे धनहरू खा खल्लाइन छ भने धनहरू पाए नि हिट ए समय डोले जाऊ रेडी आर्मी पनि हेरे आर्मी आउँछ यो बाटोमा त घोप्टेर मात्रै काटेदिन बाघ आउने हेरे यता आउँदा घाम पनि यार के साह्रो बढ्यो फेरि त्यही त भने यस्तो घाम तेरो गर्लफ्रेन्ड कति भयो आजकल कुराकानी गर्दैनस् त कहाँ गर्लफ्रेन्ड अरे केटी नपाएर त नभइसक्यो बरुतिर भन्नतिर सुर्ती छ भने सुर्ती लाने बरु मलाई सुर्ती बरु सरले सोध्नु सरले गइयो भने हेरे भने कि स्कुलको दल बच्चे हेर्नु भन्थे त्यहाँ पनि घोप्टे दिँदै अलिक बाघ यता त बाघ साग पनि हेरे हेर फटाफट फुटपुडा मारे फटाफट गर आज त फुटपुडालाई छिको झिकाए खानाको हुन्छ नि आउँदा है अलिक होसियार गरेर काटे त्यो कहाँ मऱ्यो त्यो दौली भन्ने त अरे निउरी राखेर कहाँ भने छिटो छिटो कति पायो फुटपुडालाई अब चाहिँ हुनु त भइगयो त्यो पारि हाम्रो गाउँमा एउटा च्याम्पियनको मेडम छ अरे त थाहा छ कि नै तिन त पारि निकुञ्ज कालेरले गइरहन्छ अरे कि धैत्य बिचारलाई के जसरी हुन्छ कम्ती लाग्यो मेरो घर रुपियाँ खोटेला नै दिन उपचार गरायो कम्ती अब हुन त अब पारि त मेडमलाई जाउँ मेडम मसँग गइरहन्छ के गराइदिन्छ कि त हुँदैन नमस्ते के काम आउनुभयो हो मेडम के हुने हेर्दा बाजे यो धौली जङ्गल गएको थियो नि धौलीलाई त बाघले कप्पै बनाइहाल्यो खुट्टामा त हेर्दा होइन कहाँ काट्यो बाघले है मेडम नानो के पट्टी भाला आइदिन त हाम्रो घरमा त हेर्नु त कस्तो अहिले त आक्रमण मात्र गरेर तपाईँको ज्यानै गयो भए के गर्नुहुन्छ किन जानु भयो जङ्गल तपाईँहरू अब मेडम नानो घाँस अरूले गयो भने कि आफूले जानुपर्छ जानुहुन्न नि त लोभले लोभ भएको सबैले जाँदाखेरि हामी तपाईँहरू सानो सानो चिजको लोभ मान्नुहुन्छ घाँस दाउराको लोभले जङ्गल जानुहुन्छ बाइचान्स तपाईँको ज्यानमा केही भयो भए के गर्नु त्यो लोभले के गर्नुहुन्थ्यो भन्नु त हो मेडम त्यो त जे हुन्थ्यो अरे तमतमपारी निकुञ्जतिर गइरहेको हुन्छ नानो के क्षतिपूर्ति भएर मगाइदिने बिचारी गरी मान्छे नानो उपचार खर्च त गराएर दिलाइदिन त अब क्षतिपूर्ति भन्नुहुन्छ कसरी क्षतिपूर्ति मगाऊ म हजुरहरू के अनुमति लिएर पस्नु भयो र जङ्गलमा होइन मेरो सिडी आफै गयो हामी फेरि बिना अनुमति जङ्गल पनि प्रवेश गर्नुहुन्छ अनि क्षतिपूर्तिको कुरा गर्नुहुन्छ त्यो पनि मेडम एक फेरि तम जसरी तमतममा गएर हामीले चिने जाने होला कि एक त
अब मैले जाने बुझेअनुसार त पाइने होइन, तपाईँहरू बिना अनुमति जानु भएको छ। त्यही पनि एकछिन जानेर सबै कुरा बुझाउँथे। म्याडम हिँड्दा बे एकथरो धै तमले गइगा हामी मात्रै त कसै जाउँ भने कता ल हिँड्नु त ल हिँड्नु। ओहो सर नमस्ते। नमस्ते। ओहो के भएको अब खुट्टामा? हेर्नु म्याडम सर बाघले आक्रमण गर्यो भने यसलाई त। ओहो धन्न बाँच्नु भएछ। अनि गाउँमा कसरी पस्यो त बाघ? गाउँमा त पसे होइन सर, उहाँहरू जङ्गल जानु भएको थियो, त्यही भएर जङ्गलमै हो आक्रमण गरे। देख्नुभयो त तपाईँहरूलाई पटक पटक सम्झाउँदा पनि मान्नुहुन्न। आफ्नै खेतमा चाहिँ घाँस लगाउनु पर्छ भन्दा सुन्नुहुन्न। देख्नुभयो त तपाईँको लापरवाहीले आज ज्यान पनि जान सक्थ्यो तपाईँको। यसरी त बिना अनुमति गयो भने तपाईँको ज्यान पनि जान सक्छ। अनि जरिवाना पनि तिर्नुपर्छ तपाईँहरूले। अबबाट आफू पनि नजानु होला, अन्य गाउँलेहरूलाई पनि सम्झाउनु होला है त। भनेकै सुन्नुहुन्न, अब हजुरले भनिदिनु। यसरी बिना अनुमति गयो भने चाहिँ उल्टै जरिवाना पनि तिर्नुपर्छ। अनि यसरी जङ्गलीले आक्रमण गरेको खण्डमा राहत पनि मिल्दैन। त्यही भएर अबबाट सचेत भएर आफू पनि नजानु होला, आफ्नै खेतमा घाँस उब्जाउनु होला, अनि अन्य गाउँलेलाई पनि सम्झाउनु होला है त। सर अम्फाइ त अनुमति हुनुहुन्छ, तम्रो जनावर त अनुमति नमागी अनानुभव भयो। हो जनावरको त बुद्धि छैन, तपाईँहरूको त बुद्धि होला नि। सर जे हुनु भइहाल्यो, यो चोटले नानु यसलाई राहत के हुँदैन, नानु गरिब मान्छे उपचार खर्च त बिना अनुमति चाहिँ राहत मिल्दैन। यो कुरा चाहिँ गाउँलेहरूलाई पनि सम्झाइदिनु होला है त। बिना अनुमति अबबाट आफू पनि नजानु होला, अन्य गाउँलेलाई पनि सम्झाइदिनु होला। मिल्दैन है। नै बिना अनुमति चाहिँ राहत पनि मिल्दैन। अब बुझ्नुभयो त? मैले त कति सम्झाउँदा बुझाउँदा पनि तपाईँहरू मान्नुहुन्थेन, अब थाहा भयो त? अब तमले गरिदिए मेरो उपचार। ल घाँस काटेर हामीले दिन्थे, च्याउलेर हामी दिन्थे, तुला गराउनु उपचार। आइज यो बाख्रो चराना चराना मलाई दिक्क लाग गयो। अब म थक गयो, साँझ लाग्यो। के गर्नु लाग्छ? म त यो बाख्रो चराबाट आग्यो, थक गयो रे, बात दिने पो बाख्रो। रेस्ट गद्दो बाध्य तेरा 2 रुपये कब काम लाग्दैन अहिलेसम्म त कब ना देखा ये 2 लाभमा बसेर रुपये अनियन भन्छ कब अनियन तेरा रुपये अब तू भोड्या सुन्ने ना मेरो तेरो खाली हो तुसित बोल्दो रे भोला रोपाएको तू भन्नाहरू पो तेरा साथसँगै बोलाइल्यो नि अड्मु पड्मु गर्ला रोपाएको छ म बाध्दु बाग्रो तू बाध्दै कि नै बाग्रोलाई बाध्यो म त अब सिन जानु दिनभर थग्रियो बाग्रो चराउन नानो एक छेउको हान्नु पर्यो सिन पर्यो हेलो हेलो गाइज आउनुहोस् आउनुहोस् वेलकम वेलकम मेरो लाइभमा वेलकम ट्याप ट्याप गर्नुहोस् नाकमा ट्याप ट्याप गर्नुहोस् आउनुहोस् आउनुहोस् हजुर आउनुहोस् ट्याप 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 आउनुहोस् आउनुहोस् हजुर आउनुहोस् आउनुहोस् ट्याप ट्याप गर्नुहोस् हे को डिस्टर्ब के भन्ने ले ए आमै परेछ आमा के भन्ने हो त ए म त ठुलै गिफ्ट हात पर मेरो भन्न पाएको रोपाएँ कि पाएँ ए भइहाल्छ नि आया आज पनि भन्छ खेल्ला ल म पल्ला घरला जानु धल्लालाई कालीलाई बोलाउनु उनलाई भन्नु म ए काली हजुर के गर्दा छि घर काम गर्नु के गर्नु ब ए ठाडी बोल्दिला है आरो नान गफा कोद्रा धोली भल्मेर रोपायो आया हामी रोपामा भोलो गते हुन्ने त भल्मु रोपाएको थियो पक्का गद्दो